हेलो एभ्रिवान, सेवारो नमस्ते, वेलकम ब्याक टु आवर न्यू भिडियो। अनि सबैजनालाई चैते दशैंको धेरै 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 शुभकामना। सो आज चाहिँ फेरि हामी घुम्न जाँदैछौँ, ड्राई पिकनिक सबैजना भएर। पछाडि भाइ छ, ऊ र म चाहिँ स्कुटरमा जाने, किनभने मलाई चाहिँ गाडीले एकदम माथि क्या अस्ति पनि, त्यही भएर। अनि सबैजना जाँदै हुनुहुन्छ, पर गाडी कुर्दै हुनुहुन्छ। अनि पुन्टु र म यहाँ रेडी। ल ल ल अनि हामी पनि रेडी भयौँ। अब हामी चाहिँ ड्राई पिकनिक मनाउन गोदावरी जाँदैछौँ। गोदावरीमा कस्तो दामी दामी फुल फुलिरहेछ अरे, सो त्यसको पनि भ्रमण गर्नेछौँ, हजुरहरूलाई पनि देखाउनेछौँ। हाम्रो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला। ल परिवारहरू चाहिँ सबैजना गाडीमा। यता हेर्नु दाजु, तपाईँ त फर्स्ट टाइम। पुग्छ पुग्छ। ल सबैजना गाडीमा जाँदै हुन्छ, हामी चाहिँ बाइकमा जान्छौँ। सुसाङ बाई। उयो ऊ पनि बोकेको हो, स्ट्रलर गुडाउने बोकेको नि। ल ल बाई बाई। अब हामी चाहिँ स्कुटरमा। मेरो छोरा चाहिँ सुतिसक्यो। हामी चाहिँ भित्र पनि छिरिसक्यौँ। अब हामी चाहिँ ओहो सुरुमै फुलै फुल। अब हामी चाहिँ सुरुमै खाना खाने, किनभने हामी बिहानदेखि खाना खाएको छैन, अलमोस्ट 12:30 भइसकेछ। सो हाम्रो खाना यस्तो छ। झोलाको एउटा हाम्रो पनि छुट्यो। हामीले चाहिँ छोराछोरी हिँडाएर यसमा चाहिँ खानेकुरा हिँडायौँ, किनभने झोला छुट्यो होइन। सुसाङ के हो त्यो? खुट्टा टिमुर 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 होइन, तिमुर हो। उसलाई पनि देखाउनै पर्यो फेरि। हजुर हजुर हो नि, हो ल हिँड हिँड। हो 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 सबै चिनेको जत्तिकै यिनीहरूले फेरि। आम्मा लु हिँड जाऊँ। हो 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 ल ल ल हो। लु हिँड छोरा। हामीले के ल्याएको छौँ खानेकुरा भनेर हजुरहरूलाई देखाउँछ है त। छैन हौ। वाउ खतरा हाँस्छ त सुसाङ त। खानेकुरामा पुलाउ छ, अलिक गिलो गिलो छ नानीहरू भएको भएर। अनि त्यस पछाडि हामीसँग सुँगुरको मासु छ। अनि त्यस पछाडि अचार पनि धेरै भएछ। अनि यसको नाम बल्ल बल्ल थाहा पाएँ मैले, लेटस। अनि डिउ कोक। अनि त्यस पछाडि हामीसँग यो पनि सबै झरामझुरुम भएछ। अनि खानेकुरा छ। अनि अन्तिममा हामीले चाहिँ चटपटे बनाएर खाने प्लान छ हाम्रो। सो अब हामी खाना सुरु गर्छौँ। हामी चाहिँ लड्यो लड्यो। दुईजना दाजुभाइ चाहिँ खेलाइ। हामी चाहिँ अलमोस्ट सबै खाइसक्यौँ है। मासु नै यति भयो होइन, यो छान्दै खानु मन पर्यो। सबजना फुल भएर
बुवा अगाउनु भयो मम्मी ममा आए यही खाइसक्नु मुस्किल यसरी यसरी सजिलो रहेछ नि दाजु म पनि अगाएँ टन्नै अगाएँ मिठो भयो हामीले मिठो पकाएर ल्यायौँ हाम्रो ओ यहाँ पर चाहिँ बेसरी नाच्दै हुनुहुन्छ है अनि यो चाहिँ म पनि जान्छु नाच्नु भन्दैछ भाइ चाहिँ दुईजना चाहिँ खेल्नु पाएर मस्त लड्दै लड्दै के हो आज त कति धेरै मान्छे के गोदावरीमा माथि माथि वनतिर झन् कति धेरै हाम्रो बुवाको चाहिँ कपाल फुलेर सेतै बुवाको बरु कालो कपाल गर्नु सकिन्छ होला होइन हाम्रो बुवाले भ्लग बनाउनु भएको तथापि भ्रमण गर्न आउने सल्लाह भए बमोजिम हामी यहाँ आइसकेको छौँ आएर खाना नखाई आएको हुँदा खाजा खाने क्रम जारी रहेको छ अन्य क्षेत्रमा भ्रमण गर्ने र यहाँको प्राकृतिक दृश्य अवलोकन गर्न सांस्कृतिक को भ्लग अझै पनि सकेको छैन मैले चाहिँ यहाँनिर हाम्रो फ्रुट्स रेडी गरेँ सो हामीले अब यो फ्रुट्स पनि खान्छौँ अनि त्यस पछाडि गोदावरी पार्क हेर्न जान्छौँ मेरो दाजु मेरो भाइ यता हेर्नु हौ सो अब हामी फ्रुट खाएर फेरि जाँदैछौँ ए मेरो छोराले फेरि खाँदैछ डिउ कति डिउ मन पराएको यिनीहरू त कहाँ गयो ठुलो फेरि मेरो बुवाको भ्लग कन्टिन्यू सबैतिर देखाउँदै हुन्छ बुवा यता फर्किनु न यता फर्किनु अरे हाम्रो बुवाको फेरि यस्तो मिठो मिठो शब्द निस्किन्छ ओहो समयले साथ दिए छ यदि भने आउन पनि सकिन्छ होला र यहाँ र थोरै समय भए पनि एकदम आनन्द विभोर भएर मस्त साथ खाएको ल्याएका जुन खानाहरू ग्रहण गरेको आफ्नै तरिकाको देख्न पाउँदा पनि वास्तवमा हाम्रो नेपालमा विविधता रहेछ भन्ने कुरो यसबाट पनि झल्किन्छ बुवाले भ्लग गरिसक्नु भयो अनि अलिकति फेरि यो अलिक फलफुल खाने इच्छा जगाउनु भयो बुवाले अब चाहिँ बल्ल बुवाको भ्लग सक्यो अब हाम्रो भ्लग कन्टिन्यू हेलो छोरा हेलो खै हेलो भनेको सुत्ने कार्यक्रम एकछिन त ढल्काउनु पर्यो होइन दाजु चाहिँ नजानेर यहाँनिर सबै वरिपरि राखिदिरहेको कस्तो यहाँसम्म आएर नजाने हो नि जाउँ न उति पार्क त हो उति पर हो के रातभर बस्नुहुन्छ अनि दाजु यहीँ सुत्ने रे सो हामी चाहिँ अब हिँडेको पार्क घुम्नलाई अब हामी चाहिँ पार्क घुम्न जान लाग्यो सबैजना भएर कति धेरै मान्छे आम्मै शनिबार पनि परेछ शनिबार पनि पर्यो लास्टमा कति राम्रो फुल किन वाउ खोइ के बनाउँदै बसिरहनु भएको थियो राति 3 बजीतिर मात्रै सुत्नु भयो कि अनि त्यही भएर वा सुसाङ कति राम्रो राम्रो फुल फुलेर रहेछ चैत वैशाख भएर होला सायद चैत र वैशाख महिनामा यति धेरै मान्छे आउँदा रहेछन् फुल फुलेका हेर्नु वाउ कस्तो राम्रो फुल फुलेको रहेछ हौ बाफ्रे सुसाङ चाहिँ कुदेर हैरान त्यहाँ फोटो खिच्दै हुनुहुन्छ यता उसलाई फेरि त्यहीँ जानु छ ल हिँड ऊ पर ऊ मामा मामा खोइ
ल उता यहाँ हाल्नुहोस् मामु ब्याग यहाँ हाल्नुहोस् यहाँ हाल्नुहोस् यो चाहिँ बगाउनु नि एउटा यता कुद्या कुदै अर्को यता ए भगवान आफ्नो आफ्नो धुन फुल फुल यस्तो माथितिर जाँदैछौँ कुन्टे चाहिँ हल्ला चकचक गरेर यहाँ कस्तो राम्रो राम्रो फुल वाउ कस्तो राम्रो राम्रो फुल त्यतै हो आइया यता Denteren. Buntu. कति वर्ष हो 2 वर्ष 15 महिना हजुर यता आउने यता बुङ हुन्छ बुङ तिमी त कतै चकचक गरेको आफै भिडियो गर्दैछ नि मेरो छोराले अब हेलो हेलो हाई हाई गर्दैन हाई यता पनि देखाउ न नि हाई गर हाई गर हाई भिडियो आफै गर्दै बस्छ ल अब हाँस्छु फेरि हाई 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 यसो गर नि त नि यसो हाई गर ल हाई यता थिच है यता हेर है यता म्याउ सबै धेरै थियो दाजुभाइको बुम 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 गयो 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 क्यामेराले भिडियो नआउँदा पनि दिसाउँछ क्यामेरा नि आफै बोक्ने रे हेलो भन उतालाई हेलो गर हाई नमस्ते गरिदेऊ नमस्ते चुप्पा गरिदेऊ चुप्पा छ्याबास मामुसँग ह्यान्डसेक गर ह्यान्डसेक गुड यता माथितर्फ भ्रमणमा जाँदैछौँ सबैजना भएर आउँछु साङ अब लास्ट त्यहाँदेखि उताउतै हामी घर जाँदैछौँ छ्यामा भन न हौ कस्तो म्याम भनेको हौ खै फेरि गर न फेरि गुड गुड ल स्याबा वाउ भन वाउ हेलो सबैजना यता हेरिदिनुहोस् प्लिज बुबा बुबा मम्मी बुबा कसैले सुन्नु भएन बुबा यता हेर्नु न सबैजनाले अब आजको भिडियो हाम्रो यहीँ एन्ड हुन्छ बाई बाई सबैजनालाई बाई